माध्यमिक शिक्षा परीक्षा एसई दिने विद्यार्थी भाइ बहिनीहरूको के छ त हाल खबर, तयारी कस्तो चल्दैछ? जे जस्तो भए पनि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई बेस्ट अफ लक भन्न चाहन्छु। हेलो एभ्रिवान, इट्स मी तिलक जेएम एन्ड वेलकम ब्याक टु माई एनदर एपिसोड। स्पेसल्ली आजको भिडियो चाहिँ जुन विद्यार्थीहरूले एसई दिँदै हुनुहुन्छ उहाँहरूको लागि एकदमै इन्फर्मेटिभ भिडियो हुनेवाला छ। सो भिडियोलाई चाहिँ स्किप नगरिकन लास्टसम्म हेर्नुहोला। एसई दिने विद्यार्थी भाइ बहिनीहरूले जुन एन्सर सिटको कभर पेजमा गर्न नहुने मिस्टेकहरू के छन्, भन्नुपर्ने विवरणहरू के हुन्, सबै सोरसोटी भनिदिने छु। सो भिडियो चाहिँ एकदमै स्किप नगरिकन हेर्नुहोला। भिडियो बिचमा स्किप भयो भने चाहिँ भिडियो बुझिँदैन फेरि। सो भिडियोलाई चाहिँ स्किप नगरिकन लास्टसम्म हेर्नुहोला। फर्स्टपल्ट हामी इक्जाम हल प्रवेश गर्छौँ। हामी चाहिँ त्यहाँनिर इक्जाम हल इन्ट्री हुन्छौँ। त्यहाँ इन्ट्री भइसके पछाडि हामीहरूलाई चाहिँ त्यहाँनिर निरीक्षक सर म्यामहरूले हामीलाई चाहिँ मूल उत्तर पुस्तिका जुन एन्सर सिट वितरण गर्नुहुन्छ, उत्तर पुस्तिका हाम्रो हातमा परिसके पछाडि चाहिँ हामीले सोरसरी विवरणहरू भर्ने होइन। सबैभन्दा त्यहाँनिर एउटा इम्पोर्टेन्ट टपिक हुन्छ जुन चाहिँ हामीले एकदमै ध्यानपूर्वक हेर्नुपर्ने हुन्छ। उत्तर पुस्तिका नम्बर हुन्छ है सबैभन्दा पहिले, जुन मैले यहाँनिर सर्कलभित्र राखिदिएको छु। उत्तर पुस्तिका नम्बर हेर्नुपर्ने हुन्छ। सम्भवतः सबैमा हुन्छ नै, इनकेस बाई मिस्टेक कुनैमा नहुन पनि सक्छ। सो त्यहाँनिर चाहिँ एकदमै ध्यान दिएर हेर्नुपर्ने हुन्छ उत्तर पुस्तिका नम्बर। यदि इनकेस त्यो छैन भने चाहिँ हामीले एन्सर सिट चेन्ज गर्नुपर्ने हुन्छ त्यहाँको निरीक्षक सर म्यामलाई भनेर। अर्को एन्सर सिट चेन्ज गर्नुपर्ने हुन्छ। एन्ड देन अनि बल्ल हामी चाहिँ उत्तर पुस्तिका नम्बर हेरिसकेपछि बल्ल हामी चाहिँ परीक्षार्थीले भन्नुपर्ने विवरणतर्फ लाग्नुपर्ने हुन्छ। परीक्षार्थीले भन्नुपर्ने विवरणहरूमा चाहिँ हाम्रो नम्बर 1 मा रहेको छ। हाम्रो नम्बर 1 मा चाहिँ विषय भर्नुपर्ने हुन्छ है। फर्स्टमा विषय, फर्स्ट दिनमा हाम्रो कुन विषय हुन्छ त, जहिले पनि अङ्ग्रेजी विषय हुन्छ हाम्रो चाहिँ, जहिले नै इङ्ग्लिस विषय फर्स्ट दिन हुन्छ। यहाँनिर चाहिँ हामीले इङ्ग्लिस लेख्नु पऱ्यो। एन्ड देन नम्बर 2 मा चाहिँ हाम्रो विषयको कोड नम्बर लेख्नु पऱ्यो। हाम्रो नम्बर 2 मा चाहिँ विषयको कोड नम्बर लेख्नु पऱ्यो। अनि एन्ड देन नम्बर 3 मा चाहिँ पत्र भनेको छ। पत्र चाहिँ पढेन, यो चाहिँ हाम्रो भ्यालु हुन्न खासै, पत्र पढ्दैन, यो चाहिँ नलेख्दा पनि भइगयो। एन्ड देन हाम्रो नम्बर 4 मा चाहिँ भाषाको माध्यम हाम्रो फर्स्ट दिन अङ्ग्रेजी भनेपछि हाम्रो चाहिँ इङ्ग्लिस लेख्नु पऱ्यो। भाषाको माध्यम चाहिँ हाम्रो नम्बर 4 मा इङ्ग्लिस। एन्ड देन नम्बर 5 मा चाहिँ परीक्षा मिति। परीक्षा मिति हाम्रो कहिले हो त, अब फर्स्ट दिन चैत्रको 7 गते हाम्रो भनेपछि 81 चैत्रको 7 लेख्नु पऱ्यो। हाम्रो चाहिँ यहाँनिर परीक्षा मिति डेट लेख्नुपर्ने हुन्छ। अब जुन अलि डेट चाहिँ सर्टै जान्छ। अब फर्स्ट दिन एउटा हुन्छ, त्यसपछि अर्को हुँदै जान्छ। त्यस छुट्टा छुट्टै डेटहरू लेख्नुपर्ने हुन्छ। त्यहाँनिर चाहिँ एकदमै मिस्टेक गर्नु भएन। एन्ड देन थप उत्तर पुस्तिका, अर्को एकदमै मेन टपिक भनेको हाम्रो योनिर हामीले चाहिँ त्यहाँनिर कुनै पनि उत्तर पुस्तिका थप्यो भने त्यहाँनिर चाहिँ हामीले सबैभन्दा पहिला त हामीले यहाँनिर चाहिँ यो जुन एन्सर सिटमा भएको भन्दा अलिक बाहेकको एउटा थप कपी थप्यौँ भने हामीले चाहिँ त्यहाँनिर +1 गर्दै जानुपर्छ। हामीले कतिवटा थपिन्छ त्यति नै +1 गर्दै जानुपर्ने हुन्छ त्यहाँनिर। अर्को रहेको छ मेन सबैभन्दा ध्यान दिनुपर्ने
विषय यहाँनिर छ एउटा चाहिँ सबैभन्दा ध्यान दिनुपर्ने पाठ यो नम्बर 7 मा रहेको छ सिम्बल नम्बर अङ्कमा एन्ड देन सिम्बल नम्बर अक्षरमा। यहाँनिर चाहिँ एकदमै नाटिकन एकदमै क्लियर ह्यान्डराइटिङमा मिस्टेक नगरिकन लेख्नुपर्ने हुन्छ, किनभने मिस्टेक भयो भने चाहिँ हाम्रो रिजल्टमा प्रब्लम आउँछ पछि फेरि। त्यस्तै गरी अक्षरमा पनि त्यस्तै लेख्नु पर्यो। 80 लाख 80,000 80 100 80 भनेर लेख्नुपर्ने हुन्छ। एन्ड देन नम्बर 8 मा अर्को इम्पोर्टेन्ट टपिक भनेको हाम्रो चाहिँ यो नम्बर 8 को रजिस्ट्रेसन नम्बर पनि एकदमै इम्पोर्टेन्ट हो। यो पनि लेख्नुपर्ने हुन्छ, एकदमै ध्यानपूर्वक लेख्नु होला, एकदमै नआठिकन। एन्ड देन नम्बर 9 मा हाम्रो थप उत्तर पुस्तिका नम्बर यो पनि एकदमै इम्पोर्टेन्ट छ। थप उत्तर पुस्तिका नम्बर लेख्नुपर्ने हुन्छ। एउटा जस्तै हामीले फर्स्टमा उत्तर पुस्तिका नम्बर यहाँ माथि लेखियो नि त जुन अघि, त्यहाँनिर चाहिँ हेऱ्यो त्यो थप उत्तर पुस्तिका चाहिँ अघि हामीले हेऱ्यो त्यो चाहिँ यो मूल उत्तर पुस्तिकाको नम्बर भयो, अनि थप उत्तर पुस्तिकाको नम्बर छुट्टै हुन्छ। फेरि यहाँनिर लेख्नुपर्ने हुन्छ हामीले चाहिँ थप उत्तर पुस्तिकाको नम्बर हुन्छ त्यहाँनिर, त्यो चाहिँ लेख्नुपर्ने हुन्छ हामीले। इनकेस कपी थपियो भने अब त्यहाँ कपीमा त्यो लेख्ने ठाउँ भएन भने अब कपी थप्नुपर्ने हुन्छ। त्यसपछि त्यहाँनिर चाहिँ उत्तर पुस्तिका नम्बर लेख्नुपर्ने हुन्छ। अनि एन्ड देन नम्बर 10 मा हाम्रो परीक्षा केन्द्र चाहिँ कहाँ हो, कुन ठाउँमा हामी परीक्षा दिँदैछौँ त्यो ठाउँको नाम चाहिँ लेख्नुपर्ने हुन्छ यहाँनिर। अब अर्को कभर पेजमा रहेको के छ, अब परीक्षार्थीलाई निर्देशन भनेको छ। अब परीक्षार्थीलाई निर्देशन भनेको छ, यो चाहिँ मैले खासै हेरेन, तपाईँहरूले हेर्नु होला। यो चाहिँ यिनीहरू चाहिँ तपाईँहरूले सरस्वती हेर्नु होला। अब अर्को पाठ रहेको छ हाम्रो विशेष विद्यार्थी भाइ बहिनीहरूले मिस्टेक गर्ने पाठ रहेको छ। यहाँनिर चाहिँ निरीक्षकको हस्ताक्षर भनेको छ, एन्ड देन केन्द्राध्यक्षको हस्ताक्षर भनेको छ। यहाँनिर चाहिँ हामीले कुनै पनि केरमेर गर्नु भएन, यहाँनिर पनि कुनै मिस्टेक गर्नु भएन। यहाँनिर कुनै मिस्टेक भयो भने फेरि प्रब्लम हुनसक्छ, यहाँनिर तपाईँहरूलाई छुट्टै प्रब्लम हुनसक्छ। सो यहाँनिर पनि मिस्टेक गर्नु भएन। एन्ड देन अर्को हाम्रो मिस्टेक हुने हाम्रो विद्यार्थी भाइ बहिनीहरूको सबैभन्दा मिस्टेक गर्ने पाटो भनेको यो 22 साइडको यो जुन मैले सर्कल गरेको छु, यहाँनिर चाहिँ यो चाहिँ यहाँनिर पनि धेरै विद्यार्थी भाइ बहिनीहरूले एकदमै मिस्टेक गर्नुहुन्छ। एकदमै नाटिकन यो कभर पेज भन्नु होला। सो यहाँ चाहिँ अब जम्मा प्राप्ताङ्क अङ्कमा भनेको छ, जम्मा प्राप्ताङ्क अक्षरमा भनेको छ, अनि सम्परीक्षकको हस्ताक्षरमा मिति अनि परीक्षकको हस्ताक्षर मिति भनेको छ। यहाँनिर चाहिँ हामीलाई खासै भ्यालु हुन्न है, हामीले यसलाई चाहिँ यतिकै छोडिदिँदा नि हुन्छ, केही गर्नु परेन। यहाँनिर चाहिँ केही गर्नु परेन। अब अर्को पाठ रहेको छ हाम्रो चाहिँ जुन यो कभर पेज भन्दा हाम्रो यो कभर पेज भन्दा एक पेजलाई चाहिँ हामीले छोड्नुपर्ने हुन्छ। त्यहाँनिर एन्सर सिट लेख्दाखेरि हामीले चाहिँ एक पेजलाई चाहिँ छोडेर लेख्नुपर्ने हुन्छ। जुन दोस्रो पेजबाट हामीले दुवैतर्फ लेख्न सकिन्छ। एक पेजलाई चाहिँ हामीले छोडेर लेख्नुपर्ने हुन्छ त्यहाँनिर स्ल्यास गरेर। सो गाइस, भिडियो कस्तो लाग्यो त्यस्तै किसिमको प्रतिक्रिया पनि दिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गरेर अल नोटिफिकेसन बेल प्रेस गर्न पनि नभुल्नु होला, किनभने मैले चाहिँ यस्तै इन्फर्मेटिभ भिडियो लिइरहेको हुन्छु तपाईँहरूलाई, जुन तपाईँहरूलाई काम लाग्न सक्छ। यस्तै भिडियो पोस्ट गरिरहेको हुन्छु, जुन पोस्ट गर्दाखेरि मैले पोस्ट गर्दा हजुरहरूको मोबाइलमा चाहिँ नोटिफिकेसन आउनेछ। अल नोटिफिकेसन बेल प्रेस गरेर राख्यो भने। सो यहाँनिरबाट चाहिँ कुनै पनि कुराहरू बुझ्नुभएको छैन भने कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ, मैले चाहिँ त्यहाँनिर रिप्लाई दिनेछु। सो आजलाई भने यति, हस्त धन्यवाद।